लगानी गर्नु छ 85 अर्ब ऊर्जा सेक्टरमा, 30,000 35,000 मेगावाट बनाउनु छ। ऋण लियो भने 10 बित्ता उफ्रिन्छौँ हामी नै। कहाँबाट आउने त? सार्वजनिक लगानी हरेक नेपालीले हाल्नु पर्यो। 67 लाख 67 लाख घर परिवार छौँ। कसैले 25 पैसा, कसैले 1 रुपियाँ, कसैले 2 रुपियाँ, कसैले 5 रुपियाँ गरेर अब हामी यो प्याराडाइम शिफ्ट गर्दैछौँ। यसमा अलिकति म व्याख्या गर्छु। मध्यम वर्गले अहिले गुनासो गर्ने ठाउँ अलिक कम छ। 10 लाख यति गरिब देशले 10 लाख रुपियाँसम्म 1% कर तिर्यो भने त्यसमा सायद तपाईहरु सबै पढ्नुहुन्छ, हामी पनि पढ्छौँ। यो ऐतिहासिक निर्णय किन गरियो भन्दाखेरि विकासको यो चरणमा यति ठुलो इन्फर्मल इकोनोमी भएको बेलामा आय करबाट वात्तै ठुलो रेभेन्यू जेनेरेट गर्न गाह्रो हुन्छ। इन्कमबाट रेम्युनरेटिभ ट्याक्स त यत्रो 1500 अर्ब हामी राजस्व उठाउँछौँ भन्दा पनि त्यो 35-40 अर्ब मात्रै हो रेम्युनरेसनको ट्याक्स। त्यसैले आयमा हामी हदैसम्मको लचिलो भइदियौँ, किन वात्तै बढाउन सकिँदैन। ओ 3 वर्ष जति मजाको ग्रोथ गर्न सक्यौँ, अर्थतन्त्रको आकार प्रति व्यक्ति आय पनि बढ्यो भने कन्जम्सनमा लगाउने, उपभोगमा लगाउने कर र आयमा लगाउने करमा त्यो ब्यालेन्सलाई फेरि पुनर्स्थापित गरौँला। र धनी मुलुक भएपछि बढी इन्कममै आश्रित हो। विकासोन्मुख मुलुकहरू चाहिँ सुरुमा कन्जम्सनमै रिलाइ गर्छ। र नेपालको अहिले जुन आर्थिक शिथिलता छ, यहाँ दुईटा कुरा गर्नुपर्ने भयो। यो स्ट्याग्नेसनलाई झकझक्याउनको लागि हामीले अर्थतन्त्रमा स्पेन्डिङ गराउनु पर्ने भयो। त्यसैले त्यो 10 लाखको ट्याक्स कटले त्यो स्टिमुलस हो, त्यो केन्जियन इकोनोमिक्सको 101। गोजीमा डिस्पोजेबल इन्कम बढी भयो भने खर्च हुन्छ त्यसले। त्यसैले त्यो ट्याक्स कटको पाटो त्यता गयो। ब्युरोक्रेसी अब निजामती भनेर बढी उहाँहरूले गाली खानुहुन्छ, तर त्यहाँ 1 लाख लगभग प्रहरी, 1 लाख नेपाली सेना, 40,000 सशस्त्र, 1.5 लाख शिक्षक सबै जोड्दाखेरि 5-6 लाख एउटा घरधुरीमा उहाँहरूको आश्रयमा 4-5 जना सदस्यहरू अनुमान गर्ने हो भने ठुलो संख्या अहिलेको तलब वृद्धिबाट पनि एड्रेस भयो। र निजी क्षेत्रलाई त हामी ट्याक्स कट, रेगुलेटरी कट, यो फेसिलिटेसन, वान स्टप सबै गरेर प्राइभेट इन्भेस्टमेन्टतिर सुझाउँदैछौँ। अहिलेको यो स्टिमुलसलाई बढाउनको लागि आयमा काटौँ तर उपभोगलाई स्ट्रेन्थन गरौँ, कन्जम्सन ट्याक्सलाई स्ट्रेन्थन गरौँ। तर कन्जम्सन ट्याक्स भनेको चाहिँ एउटा फाइदा के छ भने यो ब्रोड बेस्ड हो। हुम्लामा किनिएको चाउचाउमा पनि कर लागेको छ, सप्तरीमा किनिएको चिनीमा पनि कर लागेको छ। ब्रोड बेस्ड हुन्छ। अलि सचेत हुनुपर्ने चाहिँ यसले धनीले पनि उही तिर्छ, गरिबले पनि उही तिर्छ, इक्विटीको पर्सपेक्टिभ हो। तर अहिले हामीले गरेको निर्णय यो अर्को 2-3 वर्षको लागि के हो भने आयमा लिबरल इन्कम ट्याक्सको उमा कन्जम्सन ट्याक्सलाई चाहिँ ब्रोड बेस्ड गरौँ, सबैलाई ट्याक्सको नेटमा लिएर आउँ, इन्सेन्टिभाइज गरौँ। राष्ट्रिय चिट्ठा आउँदैछ, हरेक भ्याट बिल नै अटोमेटिक लटरी टिकट बन्दैछ। हरेक दिन हामी लखपति बनाउँछौँ, हरेक दिन 1-2 जना लखपति हुनुहुन्छ। रेमिटेन्स पठाउनेहरूलाई पनि त्यो सिस्टम छ। अस्ति बजेट स्पिचमै आएको छ। यो बिलिङ कल्चर, मेरो बिल दिनुहोस् भन्ने कल्चर बसाएर भीएटीलाई स्ट्रेन्थन गर्नु छ, कस्टम्स र अन्तशुल्कको इन्फोर्समेन्ट यी सारा गरेर उपभोगमा रणनीति चाहिँ थोपा उपभोग। त्यही मैले भने कसैले 1 रुपियाँ, कसैले 2 रुपियाँ